नमस्ते। लगातार ओह्रालो लागिरहेको शेयर बजारमा आज चैत 17 गते एकाएक हरियाली छायो। आखिर यस्तो के भयो त? ल आउनुहोस् आजको यो उछालको कारण खोतल्ने प्रयास गरौँ। यहाँ हेरौँ त बजारको मोड कस्तो नाटकीय ढङ्गले बदलियो। हिजो अस्ति मात्रै 119 अङ्कले घटेको बजार आज 81.70 अङ्कले बढ्यो। यो भनेको लगभग 0.7% वृद्धि हो, जसले नेप्सेलाई 2851 को बिन्दमा पुर्याएर बन्द गर्यो। र कारोबार रकम पनि हेर्नुस् न, 11 अर्बभन्दा माथि। यसले बजारमा फेरि एकपटक उत्साह फर्किएको त प्रस्तै देखाउँछ। हो, अब प्रश्न उठ्छ, यस्तो तीव्र गिरावटपछि बजार अचानक कसरी फर्क्यो त? आजको हाम्रो मुख्य चासो नै यही हो। ल आउनुहोस् यो उछाल पछाडिका कारणहरूलाई एक एक गरी केलाएर हेरौँ। सबैभन्दा पहिले अलि ठूलो चित्रबाट सुरु गरौँ। मतलब देशको राजनीतिक र आर्थिक तहमा यस्ता केही सकारात्मक कुराहरू भए जसले बजारलाई माथि उकास्न एउटा राम्रो पृष्ठभूमि तयार पार्यो। स्क्रिनमा देखिएको यो 100 अङ्क कुनै सूचकको अङ्क होइन। यो हो प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बनेको नयाँ सरकारले ल्याएको 100 बुँदे सुशासन सुधार कार्य योजना हो। यही योजनाले बजारमा एउटा सकारात्मक तरङ्ग पैदा गरिदियो। खास गरी सरकारको यो कार्ययोजनामा परेका यी बुँदाहरूले लगानीकर्तालाई निकै आशावादी बनायो। सार्वजनिक खरिद ऐनमा सुधार, ऊर्जा क्षेत्रका नीतिगत झन्झट हटाउने जस्ता कुराले आर्थिक सुधार साँच्चै हुन्छ कि भन्ने सन्देश दिएको छ। त्यस्तै नयाँ अर्थमन्त्रीको आगमन र उहाँको सक्रियता पनि बजारका लागि अर्को महत्त्वपूर्ण सकारात्मक खबर बन्यो। उहाँले निजी क्षेत्र र पुँजी बजारलाई निकै प्राथमिकतामा राखेको देखिन्छ। अब यहाँ हेरौँ त अर्थमन्त्रीका कदमहरू कति स्पष्ट छन्। एकातिर व्यापार व्यवसायलाई गाह्रो बनाएका 15 वटा ऐन खारिज गर्ने निर्णय भएको छ। अर्कोतिर पुँजी बजारकै लागि भनेर 14 बुँदे छुट्टै कार्ययोजना नै बन्दैछ। यसले सुधारको स्पष्ट दिशा देखाउँछ नि, होइन र? अर्थमन्त्रीको यो भनाइ आफैमा एउटा ठूलो सन्देश हो। जब सरकारले नै पुँजी बजारलाई अर्थतन्त्र चलाउने एउटा विश्वसनीय औजार मान्छ, तब लगानीकर्ताको मनोबल कति बढ्छ होला। हो, यसले बजारमा विश्वासको वातावरण बनाउन ठूलो मद्दत गर्यो। अझ अर्को कुरा, केही दिनदेखि बजारमा सरकारको एउटा नीतिको बारेमा गलत हल्ला चलेको थियो, जसले लगानीकर्तालाई निकै डराएको थियो। तर जब त्यो हल्ला मात्रै हो, वास्तविकता फरक छ भनेर स्पष्ट पारियो, बजारले तुरुन्तै राहत महसुस गर्यो। ल अब म्याक्रो मतलब राजनीतिक र आर्थिक कुराहरूबाट अलि भित्र पसेर बजारकै प्राविधिक र क्षेत्रगत अवस्था हेरौँ। आजको वृद्धिलाई भित्रैबाट केले बल दियो त? यो कुरा बुझ्न एकदमै जरुरी छ। जब बजार लगातार 119 अङ्कले घट्यो, यो प्राविधिक रूपमा एउटा बलियो सपोर्ट वा टेवा क्षेत्रमा आइपुगेको थियो। यस्तो अवस्थामा स्वाभाविक रूपमै एउटा सानोतिनो सुधार आउँछ, जसलाई टेक्निकल बाउन्स वा रिलिफ र्याली पनि भनिन्छ। आजको बजारको अर्को एउटा रोचक पक्ष के छ भने एउटै दिनमा 5 वटा कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो। मतलब 10%ले बढ्यो। यसले बजारमा खरिद गर्नेहरूको चाप कति बलियो थियो भन्ने प्रष्ट देखाउँछ। अनि यो तालिकामा हेर्दा के देखिन्छ भने आजको तेजी कुनै एउटा क्षेत्रमा मात्र सीमित थिएन। जलविद्युत, होटल, उत्पादन यस्ता फरक क्षेत्रका कम्पनीहरू अगाडि आए। यसले बजारको वृद्धि अलि फराकिलो थियो भन्ने सङ्केत गर्छ। आज पैसा कता बग्यो भनेर हेर्न यो चार्टले प्रष्ट पार्छ। उत्पादन तथा प्रशोधन समूहले सबैभन्दा राम्रो प्रदर्शन गर्यो, लगभग 2%ले बढ्यो। यसले लगानीकर्ताहरू कुन क्षेत्रप्रति बढी आकर्षित छन् भन्ने पनि देखाउँछ। ल त आज बजार किन बढ्यो भन्ने कुरा त लगभग प्रष्ट भयो। अब आजको तथ्याङ्कलाई हेरेर भोलिका लागि के कस्तो रणनीति बनाउन सकिन्छ त्यतातर्फ लागौँ। यो स्लाइड चाहिँ एकदमै महत्त्वपूर्ण छ, विशेष गरी भोलिको लागि। प्राविधिक रूपमा हेर्दा बजारको लागि तत्कालको चुनौती भनेको 2880 देखि 2900 को क्षेत्र हो। यो एउटा रेजिस्टेन्स हो। यदि बजारले यो पर्खाल तोड्न सक्यो भने यात्रा अझै माथि जान सक्छ। तर मानिलिउँ बजार फेरि घट्न फाल्यो भने 2820 देखि 2830 को क्षेत्रले एउटा बलियो सपोर्ट वा टेवाको काम गर्ने देखिन्छ। भोलिको कारोबारका लागि यी केही कुरामा ध्यान दिनु राम्रो हुन्छ। जस्तै आज राम्रो चलेका उत्पादन र विकास ब्याङ्क समूहले भोलि पनि त्यस्तै गति देखाउला नि त। ब्याङ्किङ समूहले त्यो महत्त्वपूर्ण 1500 को स्तर पार गर्ला कि नगर्ला? अनि आज सर्किट हान्ने कम्पनीहरूमा भोलि पनि त्यस्तै माग रहन्छ कि रहँदैन? यो सबै कुरा विचार गर्नुपर्छ। अब हाम्रो घरेलु बजारको माहौल त केही सकारात्मक देखियो, तर हामीले अन्तर्राष्ट्रिय स्तरमा के भइरहेको छ भन्ने कुरालाई पनि बिर्सन मिल्दैन। केही बाह्य जोखिमहरू छन् जसले असर पार्न सक्छ।
खास गरी मध्यपूर्वमा बढिरहेको तनावले गर्दा इन्धनको मूल्य बढ्न सक्छ अनि त्यसको सिधा असर यहाँको मुद्रास्फीतिमा पर्छ। त्यसैले लगानी गर्दा यस्ता बाह्य जोखिमलाई पनि मनमा राखेर आफ्नो जोखिम व्यवस्थापन गर्नु एकदमै बुद्धिमानी हुन्छ। ल अब आजको यो सबै विश्लेषणलाई एकै ठाउँमा ल्याएर एउटा निचोड निकालौँ। आखिर आजको दिनबाट हामीले के बुझ्ने त? सबै सङ्केतहरूलाई जोडेर हेर्दा छोटो अवधिका लागि बजारको प्रवृत्ति सामान्य रूपमा सकारात्मक अथवा भनौँ न माइल्डली बुलिस देखिन्छ। तर यो भनेको बजार अब ह्वात्तै माथि जान्छ भन्ने चाहिँ होइन। त्यसैले अहिलेको अवस्थामा सबैभन्दा राम्रो रणनीति भनेको हल्लाको पछि नदौडिने हो, बरु शान्त भएर बजारलाई हेर्ने र आफ्नै विश्लेषणको आधारमा मात्र लगानीको निर्णय लिनु सबैभन्दा सुरक्षित र सही हुन्छ। र अन्त्यमा यो एउटा महत्त्वपूर्ण प्रश्न छोडेर जाउँ, के आजको यो वृद्धि 2 दिनको गिरावटपछिको एउटा सामान्य रिलिफ र्याली मात्रै हो वा बजारले अब साँच्चीकै एउटा दिगो र बलियो यात्रा सुरु गर्न लागेको हो? खैर, यसको उत्तर त आउने दिनको बजारले नै दिनेछ। हेर्दै जाउँ।